हेलो नमस्ते। हामी चाहिँ आमा छोरी खानासाना खाएर सुत्नुको तर्खर गर्दै थियौँ कि फेरि मलाई हातमा मेहन्दी पो लगाउनु मन लाग्यो। मैले चाहिँ सिलगढीबाट एक प्याकेट चाहिँ मेहन्दी बोकेर आएको थिएँ नि त। त्यही कारण चाहिँ आँसुले मेहन्दी लगाइदिँदैछ, रिसरी लगाइदिँदैछ। म पुरा हल्ले हेऱ्यो, यता हल्ले उता हल्ले, मेहन्दी बिग्रिसक्यो भन्दैछ हो। यता लगाइदिँदैछ आँसुले मेहन्दी। आँसु यता हेर त, के खाएको? छुर्पी खाँदै मेहन्दी लगाइदिँदैछ। यस्तो लगाइदिँदैछ यसले चाहिँ हातमा मेहन्दी हो। दुईटा हातमा लगाइदियो भनेको मैले चाहिँ। अब मलाई चाहिँ मेहन्दी लगाउनु पुरा मन लाग्छ। आँसुले सबै लुगामा मेहन्दी लगाइसकिसक्यो। मैले यहाँ सल दिएको हो, लुगामा लाग्छ भनेर सबै लगाइसकिसक्यो। मलाई चाहिँ मेहन्दी लगाउनु पुरा मनपर्छ हो। सानोदेखिको पुरा लगाउँछु मैले चाहिँ मेहन्दी। आँसुले डिजाइन बनाइदिइहाल्छ दामी दामी मेरो छोरीले। अब यतापट्टि हातमा पनि ल। आँसुले चाहिँ मेहन्दी लगाइदिएको चाहिँ मलाई कराउँदै मेहन्दी लगाइदिँदैछ। अब फेरि यता पछाडिपट्टि लगाइदिँदैछ। यतापट्टि दामी लगाउँछ मेरो छोरीले मेहन्दी चाहिँ हो। दामी त लगाउँदैन, ठिकैको लगाउँछ। तर यसलाई चाहिँ दामी भन्नुपर्छ है। आँसु कस्तो दामी लगाउँछ मेरो छोरीले मेहन्दी। थाहा छ तपाईँलाई पनि लगाउनु मन लाग्यो भने आउनुहोस् मेहन्दी लगाउनुको लागि। बाई बाई।